जय मसीह सबैजनालाई। आशा गर्छु हजुरहरू सबैजना आराम कुशल नै हुनुहुन्छ होला र म उहाँको वचनबाट तपाईहरुलाई केही इन्करेज गर्न चाहन्छु। हाम्रो वचनमा यसरी लेखिएको छ, हाम्रो जिब्रोमा हाम्रो बोलीमा शक्ति हुन्छ। अनि तपाईलाई म उहाँको वचनबाट म केही इन्करेज गर्न चाहन्छु। उहाँको वचन हितोपदेश 18 को 21 ले यसो भन्छ, Death and life in the power of the tongue. Those who love they will eat that fruit भन्छ। जीवन र मृत्युको शक्ति चाहिँ हाम्रो जिब्रोमा हुँदछ। जसले त्यसलाई माया गर्छ त्यसले त्यसको फल खानेछ भनेर वचनले हामीलाई सिकाएको छ। परमेश्वरले हामीलाई आशिष बोल्ने व्यक्ति बनाउनु भएको छ, शराब बोल्ने व्यक्ति होइन। परमेश्वरले हामीलाई आशिषको मार्गबाट हिँडाउनु भएको छ। परमेश्वरले सबै कुरा बोलीबाट सृष्टि गर्नुभयो। म तपाईलाई उहाँको वचनबाट के इन्करेज गर्न चाहन्छु भने हामी युवा पुस्ताहरू, हामी यो जेनेरेसन्सको व्यक्तिहरू जसले प्रभुलाई चिनेको छ, त्यो व्यक्तिहरूले हामी आशिष बोल्ने व्यक्ति हुनुपर्छ। अनि यदि हामीले हाम्रो जीवनमा, हाम्रो लाइफमा, हरेक कुरामा हामीले डेड कुराहरू बोल्यौँ भने त्यो कुराहरू पुरा हुन आइपुग्छ। त्यो भएर उहाँको वचनले भन्छ हामी चाहिँ आशिष बोल्ने व्यक्ति बन्न पर्छ। जस्तै परिस्थिति त भए तापनि हामी चाहिँ उहाँको वचन हाम्रो जीवनमा बोलौँ। प्रिय, हामी धर्मी जाति हो हैन, हामी शक्तिशाली जातिहरू हौँ। उहाँको वचनले भन्छ यति मिठो गरेर भन्दछ, हामी कुन कुरालाई माया गर्छौँ त्यसको फल चाहिँ हामी खानु पर्दछ। हामी के बोल्छौँ त्यो कुरा चाहिँ हाम्रो जीवनमा धेरै म्याटर गर्छ। प्रिय, तपाईको परिस्थिति बिग्रेको होला, तपाईको फ्यामिलीको परिस्थिति बिग्रेको होला, तपाईले यसो हेर्दाखेरि तपाईले सबै कुरा देख्नुहुन्छ होला। तर यदि तपाई परमेश्वरको वचनलाई विश्वास गर्नुहुन्छ, यदि त्यो परमेश्वरको वचन तपाई र मेरो जीवनमा हामी वचन बोल्छौँ भने त्यो वचनले चाहिँ हामीलाई वृद्धितिर लान्छ। उहाँको वचनले जहिले पनि हामीलाई चाहिँ समृद्धितिर लादछ। हामी धर्मी जाति हो, हामी आशिषित जातिहरू हौँ। प्रिय, उहाँको वचनले यति मिठो भन्छ। झन् तपाईले मर्कुसको पुस्तकमा हेर्नुभयो भने त मर्कुस 11 को 12, 13, 14 मा आउनु भयो भने त्यहाँ परमेश्वरले गर्नुभएको कुराहरू तपाईले पाउनुहुन्छ। 21 पदमा हेर्नुभयो भने तपाईले आउँदै गर्दा फेरि परमेश्वर त्यो बाटो भएर फर्किँदाखेरि नि तपाईले एउटा कुरा देख्नुहुन्छ, जुन अन्जिरको बोटलाई परमेश्वरले अबदेखि उपरान्त यो बोटबाट कसैले फल खाने छैन भनेको बोटमा आइपुग्दाखेरि नि त्यो अन्जिरको बोट मरेको छ। प्रिय, मैले तपाईलाई भन्न चाहेको, मैले तपाईलाई इन्करेज गरेको कुरा चाहिँ के हो भने नि प्रिय, हाम्रो जीवनमा के बोल्छौँ त्यो चाहिँ म्याटर हुन्छ। प्रिय, हामी चाहिँ हैन शक्तिशाली जातिहरू हौँ, हामी चाहिँ उहाँको रगतले किनिएका जातिहरू हौँ। प्रिय, हामी हाम्रो जीवनमा आशिष बोलौँ। म आयुसम्म जिउनेछु, म मौलाउनेछु। परमेश्वरले हामीलाई मौलाउन दिनुहुन्छ। उहाँको वचन नि यति शक्तिशाली छ। प्रिय, उहाँको प्रमेश चाहिँ हाम्रो जीवनमा एप्लाई गर्न पर्छ। उहाँको प्रमेशलाई तपाईले हेर्नुभयो, उहाँको वचनलाई हेर्नुभयो भने सबै वचनले नि हामीलाई जीवन दिँदछ। हामी बिमार नबोलौँ प्रिय, हामी चङ्गाईलाई बोलौँ। अभावलाई नबोलौँ, हामी समृद्धिलाई बोलौँ। खाँचोलाई नबोलौँ प्रिय, प्रशस्तलाई बोलौँ। प्रिय, कतिचोटि हाम्रो मण्डली, हाम्रो फ्यामिलीतिर नि यसो हेर्दै गर्दा हाम्रो डार्कनेस देख्छौँ होला, तर हामी ज्योति बोलौँ। प्रिय हैन, हामी ज्योतिको सन्तान हो। हामी त्यो डार्कनेसलाई पनि नि आशिष बोलौँ हैन, लाइट, हामी समृद्धिको कुराहरूलाई बोल्नु चाहिँ हाम्रो जीवनमा उत्तम हुँदछ। प्रिय, मैले तपाईलाई उहाँको वचनबाट इन्करेज गरेको कारण चाहिँ एउटै कुरा हो, उहाँको वचनलाई पक्रौँ प्रिय, अनि त्यो वचन चाहिँ हाम्रो मुखमा राखौँ अनि हामी सधैँ हाम्रो जीवनमा एप्लाई गरौँ। उहाँको वचन नि धेरै शक्तिशाली छ। यी दिन, यी समय, यी परिस्थितिहरू नि सबै परिस्थिति बिग्रिँदै गर्दा पनि नि हामी उहाँको वचनलाई हेरौँ अनि उहाँको वचनले नि हामीलाई जहिले पनि आनन्द दिँदछ। उहाँको वचनले जहिले पनि हामीलाई नि त्यो नेक्स्ट लेभलमा पुर्याउँदछ। हामी आशिष बोल्ने जाति हो। खराब, हामी नेगेटिभ नबोल्नु हाम्रो कुरामा, हाम्रो लाइफमा नेगेटिभ नबोल्नु प्रिय। हामी इच कुरामा हामी ध्यान दिउँ प्रिय। हामी चाहिँ नि
बरु उठौँ न हामी बिहानै उठ्दै गर्दा पनि प्रभु धन्यवाद तपाईँले बेस्ट डे दिनुभएको छ यो दिन चाहिँ मेरो लागि शक्तिशाली दिन हुनेछ आशिषित दिनहरू हुनेछ हाम्रो फ्यामिलीमा हाम्रो नानीहरूलाई हाम्रो फ्रेन्ड्स एन्ड फ्यामिलीमा हामी नि आशिष बोल्ने व्यक्ति बन्नु पर्यो कतिचोटि मण्डलीको परिस्थिति गाह्रो हुँदाखेरि मेरो भएन सक्यो बिग्रो नभनु उहाँले पुर्याउनुहुन्छ बढ्दैछ मेरो मण्डली बढिरहेको छ मेरो मण्डली समृद्धिमा बढ्दैछ मेरो मण्डली शक्तिशाली ऋतुमा बढ्दैछ मेरो मण्डलीमा प्रशस्त छ मेरो मण्डलीमा शान्ति छ मेरो मण्डली चाहिँ नि बढेको छ भन्ने कुराहरू बोल्नु पर्यो हाम्रो जीवनमा पनि हामी बोल्नु पर्यो म आयु बाँच्ने छु स्वर्गीयको धनले मेरो खाँचो घटी कमी सबै पुरा हुनेछ हामी जहिले पनि उहाँको वचन बोलौँ पोजिटिभ बोलौँ नेगेटिभ होइन पोजिटिभ बोलौँ सधैँ हामी ख्रिस्टको वचन बोलौँ हाम्रो प्रिय हाम्रो जीवन चाहिँ नि मौलाउनेछ हामी मौलाउने जाति हो हामीले नि विजय पाएको जाति हो हामी शक्तिशाली ऋतुभित्र पस्नेछौँ सबैलाई जय मसीह